चाइना जानको लागि नेपाली पासपोर्ट लिभिङ इन अस्ट्रेलिया भए पनि मेलबोर्नको सेन्ट किल्डा रोडमा गएर चाइनिज एम्बेसीबाट हामीले 5 डेजमा चाइनिज भिजा पायौँ। यो मेरो चाइनिज एयरलाइन जाने फर्स्ट एक्सपिरियन्स थियो। नेपालबाट आउँदा मलेसियन एयरलाइन्स गएको थियो, त्यही भएर एकदम एक्साइटेड थिएँ म। खानाहरू के दिन्छ होला, कस्तो हुन्छ होला चाइना भनेर एकदम होपफुल भएर हामी लाग्यौँ चाइनातर्फ। बोर्डिङ पास पायो, त्यसपछि अब उड्ने बेला भयो। एकदम एक्साइटेड थिएँ म चाइना जानको लागि अनि एकदम वेलकमिङ भाइब। अनि प्लेनमा बस्ने बित्तिकै अब गेम खेल्न लाग्यौँ अनि 1-2वटा मुभीहरू हेरेँ। मुभीहरू हेरिसकेपछि बाहिरको भ्यू इन्जोय गर्दै खाना आइसकेको थियो। खाना हेरेँ, खाना हेर्दा चाहिँ ठिकै थियो, ओके टाइपको थियो। अनि हेर्न मैले औँलाले पृथ्वी घुमाइदिनु सकेको के। अनि हामी पुग्यौँ सेङ्गाईबाट हाम्रो बेजिङ कनेक्टिङ फ्लाइट थियो, त्यही भएर हिँड्नु पऱ्यो। एकदमै ठुलो के सेङ्गाई नि इन्टरनेसनल एयरपोर्ट, त्यही भएर एकदमै हिँड्नु पऱ्यो। तर हामी ती एयरलाइन्समा तर डोमेस्टिक फ्लाइटमा गयौँ अनि हामी फाइनली ल्यान्ड भयौँ बेजिङ इन्टरनेसनल एयरपोर्ट। एकदमै राम्रो थियो, मलाई चाहिँ एकदमै खुसी लागेको थियो फाइनली चाइना आयो भनेर। अनि आजको दिन चाहिँ एकदमै टायरिङ, अ बिट अफ एक्साइटमेन्ट भयो। अब भोलिबाट बेजिङ एक्सप्लोर गर्नुपर्छ है सँगै।